हामीहरू कोरस 1 र 2 गाउने छौं अनि त्यसपछि हामीहरूले चाहिँ गाउँदाखेरि नै दुलारा अनि उहाँको साथी अनि दुलाको बुवा चाहिँ आउनुहुनेछ अनि दुलाको बुवा चाहिँ यतापट्टिको सिटमा बस्नुहुनेछ र अनि दुलारा अनि दुलाको साथी चाहिँ उतापट्टि चाहिँ बस्नुहुनेछ। आउनुहोस् हामीहरू कोरस 1 र 2 गाउनेछौँ। अनि 2005 अनि पौष 24 गते 2061 मा चाहिँ हामीहरूको यस मण्डलीको चेली कल्पना तामाङको चाहिँ बिहा हुँदैछ। उहाँ सालम चर्च जिरीको पास्टर गुरुबा हुनुहुन्छ। ओल्ल जिरेलसँग चाहिँ विवाह चाहिँ हुँदैछ अनि आज त्यसै अवसरमा अनि त्यसै उत्सवमा चाहिँ हामीहरू चाहिँ भेला चाहिँ भइरहेका चाहिँ छौँ र हामीहरू प्रार्थना गर्नेछौँ अनि त्यसपछि हामीहरू बाँकी कार्यक्रममा चाहिँ जानेछौँ। आउनुहोस् हामीहरू सबैजना प्रार्थना गर्नेछौँ। हालेलुया। प्रभु म तपाईलाई धन्यवाद दिन्छु प्रभु, तपाईले आज यस अवसरमा प्रभु आज हामीहरूलाई प्रभु यो ठाउँमा प्रभु जुटाउनु भएको छ, यसको निम्ति धन्यवाद दिन्छु। अनि आज प्रभु उनीहरू वैवाहिक जीवनमा दिनुहोस् र उनीहरूको विवाहको साक्षी बन्ने योग्यको प्रभु आज हामीहरूलाई बनाउनु भएको होस् भनेर म प्रार्थना गर्छु प्रभु। आज हामीहरू प्रत्येकसँग प्रभु तपाईँ हुनुहोस्, उनीहरूसँग प्रभु आज हामीहरू रमाउन सकेका हौँ र अनि प्रभु तपाईँको परिवार बन्दैछ अनि यसमा प्रभु हामीहरू धेरै खुसी छौँ र अनि प्रभु यो नयाँ परिवारको साथमा नि तपाईँ आफै हुनुहोस् र तपाईँले आशिष दिनुहुनेछ भनेर प्रभु हामीहरू विश्वास गर्दछौँ। माग्छौँ प्यार प्रभु यीशु ख्रीष्टको नाम। हामीहरू एकछिन भजन गाउने छौँ 483 Oh
हामीहरू सबैजना उठ्ने छौँ अनि 99 नम्बर भजन गाउने छौँ अनि हामीहरू उठ्दाखेरि हामीहरूले त्यहाँ बाटो तयार गर्ने छौँ र अनि दुलैले चाहिँ घुम्टोमा सजिएर चाहिँ उनको साथीसँग चाहिँ अगाडि चाहिँ आउने छिन् अनि त्यति बेला चाहिँ हामीहरूले चाहिँ भजन गाउने छौँ अनि बाटो पनि तयार गरिरहने छौँ। अनि हामीहरूको मुख्य भाग भनेको चाहिँ विवाह अनि यस अवसरमा चाहिँ हामीहरूले चाहिँ उनीहरू एउटा गाँठोमा चाहिँ बाँधिएको चाहिँ हेर्न चाहिँ पाउनेछौँ। अनि बेहुली पक्षबाट चाहिँ बेहुलीको आमालाई चाहिँ म यहाँ बोलाउन चाहन्छु। आउनु भएको छ कल्पनाको आमा? बाटो तयार गर्नु पर्दैन, अलिकति खुल्ला भएर बस्न सक्छौँ। फिलिपलाई चाहिँ म दिन चाहन्छु र अनि उहाँले नै मुख्य भाग चाहिँ ओगट्नु हुनेछ। भाइ ओलक जिरेल र अहिलेसम्म मिस कल्पना तामाङको विवाहको कार्यक्रममा हामी यहाँ सहभागी भएका छौँ र यहाँलाई हाम्रो गोदावरी क्रिस्चियन सेन्टरको तर्फबाट हामी यहाँ सबैलाई हार्दिक अभिवादन गर्दछौँ र हामी दुलै पक्षको मण्डलीको तर्फबाट र दुला पक्षका सम्पूर्ण आगन्तुक र यस विवाहमा सहभागी सम्पूर्ण बन्धुहरूलाई हामी हाम्रो मण्डलीको तर्फबाट हार्दिक स्वागत गर्छौँ र सबैलाई मुजासित गर्छौँ। र आज
यो हाम्रो मण्डलीमा चाहिँ हाम्रो हस्टेलमा हुर्किनुभएका नानीहरूको चाहिँ यो पहिलो विवाहको रूपमा हामीले यसलाई लिएका छौँ र यस मण्डलीमा हामीले विवाह दिएको पनि यो पहिलो हो र पहिलो विवाहलाई हामीले यसरी यहाँहरू समक्ष हाम्रो भाइ ओलक अनि बहिनी कल्पनाको विवाहमा हामी यसरी सरिक भएर अनि यस कार्यक्रममा हामी सम्पूर्ण भाग लिन पाएकोमा हामी साँच्चै हर्षित पनि छौँ। धेरै थुप्रै नानीहरू टिनेजर्स नानीहरू जवानीहरू हुर्किसक्नु भएको छ र उहाँहरू विवाहको रूपमा कति तयारी पनि भइसक्नु भएको छ र आज कतिजनालाई चाहिँ आफ्नो साथीको विवाह भयो र मेरो भएको छैन भन्ने पनि परिरहेको होला र उहाँहरू पनि तयारी हुनुहुन्छ। अब मेरो बोयफ्रेन्डले मलाई कहिले विवाह गर भन्छ भनेर उहाँहरू तयारी हुनुहुन्छ होला र एउटा उखान छ, शादी का लड्डू खाने वाला भी पछताएगा अरे नखाने वाला भी पछताएगा। कस्तो हुन्छ भनेर पछताउँछ अरे र कोही खाइसके पछाडि हो यस्तै रहेछ भनेर पनि पछताउँछ। तर आज हामी विवाहको भोजमा हामी भाइ ओलक र बहिनी कल्पनाले जुन प्रकारले परमेश्वरले जुन जोडीलाई छान्नु भएको छ र यसलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् र विवाह कार्यक्रममा हामी यस प्रकारले हामी जानेछौँ र अलिकति अडेस लगाएर सिधा भएर बस्यो भने राम्रो हुन्थ्यो। सबैभन्दा गाह्रो कुरा मण्डलीको अगुवालाई दुईटा कुरा हुन्छ। एउटा कर हामीसँग छैन, त्यो कारणले गर्दाखेरि कति कमी त्रुटिहरू हुन सक्छन्। यस्तो प्रकारको विवाहमा कहिलेकाहीँ अगाडि गर्नुपर्ने पछाडि हुन्छ, पछाडि गर्नुपर्ने अगाडि भइरहेको हुन्छ। अनि त्यस्तो हुन गयो भने यहाँहरू बुझ्ने मान्छेहरू जतिजना हुनुहुन्छ यहाँहरूले चाहिँ माफ गरिदिनु होला। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु। परमप्रभुले सबै वन पशु र आकाशका सबै पन्छीहरूलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भने हेर्दा तिनीहरूले मानिस कहाँ ल्याउनु भयो र मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नाउँ त्यही नै त्यसको नाउँ भयो। अनि मानिसले नै सबै पालिने पशु आकाशका पंक्षी र सबै वन पशुहरूका नाउँ राखे, तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निदाएको बेलामा तिनी करङहरू मध्ये एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनु भयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटा स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो र मानिसले भने, यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री बनिने छ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। र यसै कारण मानिसले आफ्नो बाबुलाई छोड्छ र आफ्नै स्वास्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। र मानिस र तिनकी स्वास्नी दुवै नाङ्गा थिए र लजाउँदैन थिए। आमेन। र आजको बेहुला भाइ ओलकको बारेमा म भन्न चाहन्छु। उहाँ जिरी निवासी हुनुहुन्छ। उहाँको नाम चाहिँ ओलक जिरेल हो र उहाँ पेसाले शिक्षक पनि हुनुहुन्छ र मण्डलीमा पास्टरको रूपमा काम पनि गर्नुहुन्छ हैन। र बहिनी कल्पना चाहिँ हाम्रो अर्फनेज हस्टेलमा हुर्किएको नानी हो र उनी जिरीमै पढ्दै थिइन् र उहाँहरूको प्रेम प्रसङ्ग चाहिँ मलाई जहाँसम्म लाग्छ 2-3 वर्ष अगाडिदेखि नै थियो र परमेश्वरले आजको समयमा ल्याउनु भयो र उहाँको पढाइ पनि जिरी टेक्निकल स्कुलमा थियो र उहाँले फार्मिङ विषय लिएर पढ्नु भएको थियो र उहाँ बस्दा बस्दै उहाँको प्रेम सम्बन्ध झन् प्रगाढ भएर परमेश्वरले आजको दिनमा उहाँहरू बिहा गर्नुपर्छ भनेर जुन आज घोषित दिन थियो त्यो दिनमा ल्याउनु भयो र विवाह र माओवादी बन्दको कारणले गर्दाखेरि अलि 1-2 दिन अगाडि यताउता भयो। तर हामीले सोचेको विवाहको दिन चाहिँ 4 तारिक थियो, तर यो सर्यो। र बहिनी कल्पना र भाइ ओलक जिरेलको बारेमा मैले यहाँलाई केही कुराहरू भने र भाइ ओलक म तपाईलाई यो प्रश्न गर्न गइरहेको छु।
एउटा माइक के यो विवाह कसैको करकापमा हुन गइरहेको छ या तपाईको आफ्नो स्वेच्छाले र परमेश्वरको निर्देशित अनुग्रहले गर्दाखेरि हुन गइरहेको छ? कसैको करकापमा त यो होइन। अनि हामी बहिनी कल्पनालाई पनि यही प्रश्न सोध्न गइरहेका छौँ। कल्पना, यो विवाह कसैको करकापमा अथवा कसैले गर्नुपर्छ भनेर भइरहेको छ या परमेश्वरको अनुग्रह या तपाईँको स्वेच्छाले हुन गइरहेको छ? हुन्छ, उहाँहरू अब हामीले यो बुझ्यौँ र उहाँहरू आफ्नो स्वेच्छाले यो विवाह हुन गइरहेको छ र यो एकदम धेरै धेरै खुसी छ। हुन्छ, र हामी यहाँलाई धन्यवाद दिन चाहन्छौँ। अनि हामी यही प्रश्न दुवै पक्षको आमालाई पनि हामी सोध्न गइरहेका छौँ कि तपाईँ खुसी हुनुहुन्छ? एकदम खुसी छ। हुन्छ, र हामी बुवा आमा पनि खुसी हुनुहुन्छ, केटातर्फबाट बुवा पनि खुसी हुनुहुन्छ, केटीतर्फबाट आमा पनि खुसी हुनुहुन्छ र केटाकेटीहरूले दुलादुलैले भन्नुभयो र एकले अर्कालाई मन पराउनु भएको छ र उहाँहरूले भन्नुभयो यो आफ्नै राजी खुसी र परमेश्वरको इच्छाले भइरहेको छ भनेर भन्नुभयो र त्यही कारणले गर्दाखेरि हामी अगाडि अझै बढ्नेछौँ। बहिनी कल्पनाको निम्ति केही ल्याउनु भएको छ? र बहिनी कल्पना, तपाईँले पनि भाइ बोलकको निम्ति केही ल्याउनु भएको छ? उहाँले बहिनी कल्पनाको निम्ति एउटा रिङ बनाएर ल्याउनु भएको छ, सुनको रिङ, र यो गोलो छ र जहाँसम्म लाग्छ संसार पनि गोलै छ, त्यसमा कुनै त्रुटि छैन। परमेश्वरले सिद्ध रूपमा परमेश्वरले संसारलाई गोलो बनाउनु भएको छ र कहाँबाट सुरु हुन्छ कहाँबाट अन्त हुन्छ त्यसको केही गोलो घेराको अन्त र सुरुवात नै हुँदैन। कहाँबाट सुरुवात हुन्छ कहाँबाट अन्त हुन्छ त्यसको थाहा हुँदैन। त्यस कारणले उहाँले प्रेम प्रतीकको रूपमा आज विवाहको निम्ति दिनको निम्ति आफ्नी हुनेवाला श्रीमतीको निम्ति भाइ वोलकले एउटा सुनको रिङ बनाएर ल्याउनु भएको छ र म उहाँलाई यो अनुरोध गर्छु, यो रिङ उहाँले आफ्नो हुनेवाला पत्नी कल्पनाको निम्ति यो लगाइदिनु हुनेछ। अनि कल्पनाले पनि सुनकै रिङ बनाएर ल्याउनु भएको छ र आकार एउटै छ, बनावट फरक भए पनि, त्यस कारणले गर्दाखेरि उहाँहरूको बनावट फरक भए पनि जिन्दगीको आकार एउटै हुन सकोस् र उहाँले एकले अर्कालाई यो औँठी लगाइदिनु हुनेछ र त्यस पछाडि अनि उहाँहरूको निम्ति हामी प्रार्थना गर्नेछौँ। अब कल्पनालाई औँठी लगाइदिनु हुनेछ। कल्पनाले पनि हाम्रो भाइ गोलकलाई औँठी लगाइदिनु हुनेछ। हुन्छ, हामी उहाँहरूको निम्ति प्रार्थना गर्नेछौँ। परमेश्वर, म प्रार्थना गर्छु भाइ वोलकको निम्ति अनि बहिनी कल्पनाको निम्ति, अनि जसरी उहाँहरू एक अर्कामा बन्धनमा बाँधिनु भएको छ, संसारको धातुबाट तपाईँले जुन प्रकारले निर्माण गरे पनि तर तपाईँले जुन प्रकारले भन्नुभएको थियो यो त मेरो हाडमा हाड र मासुमा मासु हो भनेर, र परमेश्वर हामी प्रार्थना गर्छौँ वोलकलाई र बहिनी कल्पनालाई तपाईँले आशिष दिनुहोस्,
उहाँको आउने नव दाम्पत्य जीवनलाई तपाईँले आशिष दिनुहोस्, प्रशस्त आशिष दिनुहोस् परमेश्वर। र आजदेखि उपरान्त हरेक दुःखमा सुखमा हरेक परिस्थितिमा उहाँहरूलाई साथ तपाईँले दिइरहनुहोस् र उहाँबाट आउने भावी जीवनका हरेक सन्ततिहरूलाई तपाईँले आशिष दिनुहोस् र हरेक पुस्ता उहाँहरूबाट आउने पुस्ता उहाँको घरानालाई तपाईँले आशिष दिनुहोस् परमेश्वर। फेरि पनि भाइ ओलकलाई र बहिनी कल्पनालाई तपाईँको अगुवाईमा आउने जीवनको अन्तसम्म तपाईँले हेराउनुहोस् भनेर निम्ति प्रार्थना गर्छु माग्छु यीशु ख्रीष्टको नाममा, आमेन। र भाइले बहिनीको घुम्टोलाई उगारिदिनु हुनेछ। र किस पनि गर्नुहुनेछ हो। र म आजदेखि उपरान्त उहाँहरू दुईजना श्रीमान ओलक र श्रीमती कल्पना जिरेल भनेर म घोषणा गर्दछु र उहाँहरू विवाहित जोडीहरू हुनुहुन्छ। उहाँहरूको आशीर्वादको निम्ति हामी जसरी हरेक कुराहरूमा सहयोग गर्नुभयो र यो बच्चालाई हुर्काउनमा र हरेक कुरामा र 12-15 वर्षदेखिको एउटा डिभोसन गर्नुभयो, त्यसको आशीर्वादको प्रार्थना गरिदिनु हुनको निम्ति रोजमेरी आमाको निम्ति हामी प्रार्थना गर्दछौँ। प्रभु येशू, म तपाईलाई धन्यवाद दिन्छु आजको बिहाको लागि। म तपाईलाई धन्यवाद दिन्छु ओलक अनि कल्पनाको लागि। प्रभु येशू, तपाईको आशिष यो दुईजना मान्छेलाई दिनुहोस् प्रभु। र परमेश्वर बुवा तपाईँ आउनुहोस् अनि यो बिहामा आउनुहोस् प्रभु येशू। परमेश्वर बुवा आउनुहोस्, पवित्र हातमा आउनुहोस् अनि उहाँहरूसँग बस्नुहोस् प्रभु। उहाँहरूको घरमा बस्नुहोस्, उहाँहरूको घाममा बस्नुहोस् प्रभु अनि उहाँहरूसँग बन्द गर्नुहोस् तपाईँको प्रेम, तपाईँको मायासँग। म तपाईँलाई धन्यवाद दिन्छु परमेश्वर बुवा। तपाईँ ओलाको बुवा हुनुहुन्छ अनि कल्पनाको बुवा हुनुहुन्छ। तपाईँ यो बिहा अनि उहाँहरूको बस्ने ठाउँमा पनि बस्नुहुन्छ। अनि प्रभु तपाईँ जिरीमा तपाईँको आशिष दिनुहोस्। तपाईँ जिरेल मान्छे, तपाईँ जिरी बस्ने मान्छेलाई तपाईँको आशिष दिनुहोस् प्रभु येशू। तपाईँको स्वर्गदूत राख्नुहोस् उहाँहरूको घरमा, उहाँहरूको मण्डलीमा तपाईँको स्वर्गदूत राख्नुहोस् प्रभु। म तपाईँलाई धन्यवाद दिन्छु प्रभु येशूको नाममा, आमेन। हुन्छ, हामी पास्टर सुरेशलाई हामी फेरि निमन्त्रणा दिनेछौँ। सर्टिफिकेट र विवाहको प्रमाण पत्र चाहिँ दिन गइरहेका छौँ अनि यसको निम्ति हाम्रो रेभरेन्ड पास्टर बालकृष्ण शर्माज्यू र अनि पास्टर सेप तामा उहाँ दुलाको मण्डली पक्षबाट हुनुहुन्छ अनि उहाँहरूलाई चाहिँ म अगाडि एक अर्कालाई अनि त्यसपछि अनि हामीहरू सबैको साक्षीको प्रतिनिधित्व चाहिँ पास्टर गुरुबाहरूले गर्नुहुनेछ र अनि दुला दुलैले पनि गर्नुहुनेछ अनि त्यसपछि उहाँहरू चाहिँ मण्डलीको विधि अनुसार चाहिँ पूर्ण रूपमा चाहिँ बेहुला बेहुली हुनुहुनेछ। त्यो चाहिँ पूर्ण रूपमा चाहिँ भन्नुपर्नेछ। म ओलक जिरेल जस्तो सुकै स्थितिमा पनि रोगमा होस् वा स्वास्थ्य जीवनमा दुःखमा होस् वा कष्टमा तिमी कल्पनालाई म हरेक परिस्थितिमा तिमीलाई कर्तव्यनिष्ठ भएर माया गर्ने श्रीमान तिम्रो निम्ति हुनेछु। अनि त्यस्तै गरी हाम्रो बहिनी कल्पनाले पनि भन्ने छिन्
चर्को स्वर है यो मान्छेको स्वरै छैन। म कल्पना तामाङ तपाईँ ओल्लक जिरेलसँग म यो करार बाँध्दछु जीवनका जस्ता सुकै परिस्थितिमा रोगमा होस् वा स्वास्थ्य जीवनमा प्रशस्तमा होस् वा अभावमा म भयोग्य परमेश्वरको अगाडि यो करार बाँध्दछु कि तपाईलाई म कर्तव्यनिष्ठ पत्नी र माया गर्ने पत्नी भएर सघाउनेछु, सहयात्री हुनेछु। अनि तपाईलाई धन्यवाद। अनि त्यसपछि हामीहरू हस्ताक्षर गर्नेछौँ अनि यसपछि चाहिँ हामीहरू चाहिँ बाँकी भागमा चाहिँ जानेछौँ। एक चाहिँ नयाँ दम्पति जीवनको निम्ति अनि एक चाहिँ मण्डलीको निम्ति हिफाजतसँग चाहिँ रहनेछ। अनि पछि उहाँले कुनै पनि बेलामा मण्डलीबाट प्रमाण माग्नुभयो भने एउटा चाहिँ हामीहरूले चाहिँ पछि प्रतिलिपिको रूपमा चाहिँ दिन चाहिँ सक्छौँ। अनि यसको निम्ति हामीहरूले पहिलो साक्षीको रूपमा चाहिँ हाम्रा रेभरेन्ड पास्टर बालकृष्ण शर्मा पास्टर गुरुबालाई चाहिँ यहाँ चाहिँ निमन्त्रणा गर्दछौँ। अनि त्यस्तै गरी हाम्रा पास्टर सेप तामाङज्यूलाई चाहिँ हामीहरू अनुरोध गर्न चाहन्छौँ। अनि यस पास्टरका सिनियर पास्टरज्यू सूर्य कुमार खातीज्यूलाई पनि हामीहरू अनुरोध गर्न चाहन्छौँ। अनि हामीहरू बेहुलालाई र बेहुलीलाई चाहिँ एकै साथमा बोलाउनेछौँ। अनि त्यसपछि हामीहरू ठाउँ पनि चेक गर्नेछौँ। पहिला ओल्लकले गर्दा हुन्छ। तपाईँ यता पनि बस्नुहुन्छ। धन्यवाद। अनि अन्तिम साक्षीको रूपमा चाहिँ म यस मण्डलीको पास्टर सुरेश कुमार खाती स्वयं आफैले गर्दैछु। र म चाहिँ यो प्रमाण पत्र एकचोटि म पढ्दिन मन लाग्छ अनि त्यसपछि म यो बेहुला बेहुलीलाई एकै साथमा चाहिँ दिनेछु। यहाँ मैले यहाँ सुरुमा पढ्दाखेरि हामीहरूले उत्पत्ति 2:24 पदलाई यहाँ राखेका छौँ। यसै कारण मानिसले आफ्नो आमा बाबुलाई छोड्छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ औ तिनीहरू एउटै जीव हुन्छन्। गोदावरी क्रिस्चियन सेन्टर, गोदावरी 1, ललितपुर। विवाहको प्रमाणपत्र श्री टहल बहादुर जिरेलको सुपुत्र
जिरी 9 दोलखा जनकपुर अञ्चल बस्ने वर्ष 26 को श्री ओलक जिरेलको श्रीमती कृष्णमाया तामाङकी सुपुत्री चुरीमाया 3 रातमाटे हेटौडा बस्ने वर्ष 23 की सुश्री कल्पना तामाङसँग पवित्र क्रिस्चियन विधि अनुसार शुभ विवाह मिति 2061 पौष 24 गते जनवरी 8 2005 मा सुसम्पन्न भएको हुनाले यो प्रमाणपत्र प्रदान गरिएको छ। दुलैको हस्ताक्षर, दुलाको हस्ताक्षर अनि गोदावरी क्रिस्चियन सेन्टरको तर्फबाट हाम्रा सिनियर पास्टरज्यू सूर्य कुमार खातीको हस्ताक्षर अनि दुलाको पक्षबाट रेभरेन्ड पास्टर गुरुबा बालकृष्ण शर्माज्यू अनि त्यस्तै गरी पास्टर शेर तामाङको हस्ताक्षर र अनि गोदावरी क्रिस्चियन सेन्टरको तर्फबाट पास्टर सुरेश कुमार खातीको हस्ताक्षर चाहिँ यहाँ छ। परमेश्वरले चाहिँ परिवर्तन चाहिँ गराउनु भएको छ। अब हामीहरू चाहिँ अर्को मुख्य भागमा चाहिँ जाँदैछौँ अनि अर्को मुख्य भाग भनेको चाहिँ विवाह वचन अनि आज हामीहरूलाई चाहिँ विवाह उत्पत्तिको पुस्तक 2 अध्यायको म 21 पद पढ्नेछु। भयो जुन कारण परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो। मानिसले भने यो त मेरो हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। आउनुहोस् हामी प्रार्थना गरौँ। हालेलुया, स्तुति। जे ठाउँमा छौँ र आज ओलकको र बहिनीको जुन विवाह भएको छ हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ र उहाँहरूको जीवनमा तपाईँ प्रभुको आशिष हामी माग्दछौँ र त्यसै गरी प्रभु अहिले हामी जुन वचन यस ठाउँमा भाँच्दछौँ तपाईँ परमेश्वरको पवित्र आत्माद्वारा हामीलाई छुनुहोस् र प्रभु यो वचनबाट हाम्रो व्यक्तिगत जीवनमा तपाईले आशिष पुर्याउनुहोस् भनी आज हामी तपाईसँग बिन्ती प्रार्थना चढाउँदछौँ। प्रभु हामी धन्यवाद दिन्छौँ यो ठाउँको लागि, हामी धन्यवाद चढाउँछौँ उपस्थित हुनुभएका प्रत्येक व्यक्तिको लागि र विशेष गरी आजका दुल्हा दुलहीको लागि र उहाँहरूको जीवनमा तपाईँ प्रभुको आशिष हामी माग्दछौँ र भनी हामी तपाईसँग बिन्ती प्रार्थना चढाउँदछौँ। हामी धन्यवाद महिमा तपाईँ प्रभुलाई दिन्छौँ प्रभु येशू ख्रीष्टको नाममा। भइसकेको छ र जुन कुरा तपाईले देखिसक्नु भएको छ र विवाहको कुरा जब हामी गर्दछौँ विवाह एउटा गम्भीर जिम्मेवारीको कुरा हो र परमेश्वर आफैले विवाह अदनको बगैँचामा सुरु गर्नु भएको थियो। त्यसकारण विवाह मानिसले संसारमा पाप गर्नुभन्दा पहिले सुरु भएको एउटा विधि हो। पाप संसारमा प्रवेश हुनुभन्दा अगाडि नै परमेश्वरले आदम र हव्वाको बीचमा वैवाहिक सम्बन्धलाई स्थापित गरिदिनु भयो र विवाह केवल शारीरिक सन्तुष्टिको लागि मात्र नभएर विवाह विभिन्न पक्षहरूको निम्ति हुनुपर्दछ भन्ने कुरा बाइबलले हामीलाई स्पष्टसँग बताउँदछ। बाइबलले हामीलाई उत्पत्तिको पुस्तकमा भनेको कुरादेखि लिएर अरू विभिन्न भागहरूमा बाइबलका अरू विभिन्न खण्डहरूमा हामी विवाहको सम्बन्धमा उल्लेख गरिएको कुराहरू पाउँदछौँ। सहकारिताको पाप प्रवेश संसारमा भइसकेपछि त्यसपछिको इतिहासलाई हामीले हेर्यौँ भनेदेखि संसारमा सबैभन्दा ठुलो अर्काको शक्तिले जहिले पनि मानिसहरूलाई प्रेरणा दिइराखेको छ भन्ने किसिमका शब्दहरू पनि करार गराइन्छ र बाइबलमा हामी यो कुरा देख्छौँ कि परमेश्वरले हव्वालाई टाउकोबाट पनि बनाउनु भएन आदमको ताकि हव्वाले आदममाथि शासन गरोस्। आदमको खुट्टाबाट पनि बनाउनु भएन ताकि आदमले हव्वालाई कुल्चियोस्। तर परमेश्वरले आदमलाई
हब्बालाई आदमको कोखबाट हृदय नजिकैको हाडबाट बनाउनु भयो ताकि उनीहरू समान भएर एकसाथ काम गर्न सक्छ। र बाइबलको सिद्धान्त चाहिँ यो हो, बाइबलले स्त्री र पुरुषको बीचमा उनीहरूले गर्ने कार्यको भिन्नता देखाए पनि आदर र सम्मानमा स्त्री र पुरुषहरू बराबर छन्। स्त्री र पुरुषहरू एकसाथ अगाडि बढ्नु पर्दछ, उनीहरू एउटाले अर्कालाई आदर गर्नुपर्छ भन्ने कुरा बाइबलले बताएको छ। त्यसकारण हामी यो कुरा बुझ्नु पर्दछ कि इन्स्टिट्युसन, एउटा संस्था चाहिँ विवाह। र संसारका धेरै देशहरूमा तपाईले हेर्नुभयो भने वैवाहिक सम्बन्धहरू विच्छेद भइरहेको छ। मानिसहरू कति संस्कृतिमा, कति कल्चरहरूमा मानिसहरू एउटाले श्रीमानले एउटा भन्दा बढी विवाह गर्ने चलनहरू छ। कति ठाउँमा मानिसहरू छोडपत्र गरेर एउटा जीवन बर्बाद भएको अवस्थाहरू पनि हामी आज संसारभरि देख्छौं। तर परमेश्वरले निर्णय गर्नु भएको विवाहको तरिका चाहिँ एउटा पुरुष र एउटा स्त्री हो। एउटा पुरुष र एउटा स्त्रीको बीचमा मात्र वैवाहिक सम्बन्ध कायम हुनु पर्दछ। बाइबलले पर स्त्री र पर पुरुषसँगको सम्बन्धलाई मान्यता दिँदैन। बाइबल अनुसार त्यो पाप हो। त्यसकारण हामीले याद गर्नुपर्दछ वैवाहिक जीवन चाहिँ एउटा पुरुष र एउटा स्त्रीको बीचको जीवन भरि रहिरहने प्रतिबद्धता हो। जीवनमा होस् र उनीहरू एकअर्काको बीचमा सामञ्जस्यता गर्नलाई, एकअर्काका कुरा बुझ्नलाई, एउटाले अर्कालाई सत्कार र आदर गर्नलाई उनीहरू सफल हुन् भनेर हामी भेला भएका मानिसहरूले प्रार्थना गर्नुपर्दछ। हामी विवाहको एउटा रमाइलो हेर्नलाई मात्र यहाँ आएका होइनौं, तर हामी आजका दम्पतिको जीवन प्रभुमा सफल भएको होस्, आशिषमय भएको होस् र उनीहरूको जीवनबाट धेरै मानिसहरूले जीवित परमेश्वरको प्रेमलाई बुझ्न सकुन्। उनीहरूको उदाहरण पछ्याएर अरू धेरै मानिसहरूले आफ्नो वैवाहिक जीवनमा आशिष पाउन सकुन् भन्ने प्रार्थना गरिदिनको लागि पनि हामी आएका छौं। त्यसकारण बाइबलले हामीलाई यही कुरामा जोड दिएको छ, आदम र हव्वाको विवाह जस्तै एउटा पुरुष र एउटा स्त्रीको मात्रै सम्बन्ध हुन सक्दछ। एउटा स्त्री र एउटा पुरुषलाई परमेश्वरले जोड्नु भएको छ र मानिसहरूले धेरै विवाह गरेको पनि देख्नुहुन्छ। र कति मान्छेको विचारमा बाइबलमा त धेरै विवाह गरेको छ, मैले गर्न के हुन्छ भन्ने किसिमका सोचाइ पनि कति मानिसले गलत किसिमले लिएका छन्। हामीले यो कुरा बुझ्नु पर्दछ कि पापको कारणले, असरले मानिसहरूले आफ्नो स्वार्थलाई ठाउँ दिएको कारणले उनीहरूले त्यस किसिमको चरित्रहरू गरे जुन चरित्रलाई परमेश्वरले स्वीकार गर्नु भएको छैन, जुन स्वभावलाई परमेश्वरले स्वीकार गर्नु भएको छैन। त्यसकारण बाइबलमा हामी एउटै पुरुष र एउटै स्त्रीको धारणा पाउँदछौं। र त्यसपछि हामीले अर्को बुझ्नुपर्ने कुरा चाहिँ एउटा विवाहले एउटा व्यक्तिको र अथवा एउटा दम्पतिको विभिन्न पक्षहरूको अथवा विभिन्न अवस्थाहरूका समस्याहरूलाई समाधान गर्छ। पहिलो कुरा, विवाहले एउटा परिवारमा जब विवाहले एउटा परिवारको स्थापित सामाजिक दायित्व स्थापित गरेको हुन्छ, अब त्यो एउटा सानो परिवार चाहिँ समाज हो। त्यो समाज भन्नाले दुईजना व्यक्ति मिलेर बनेको एउटा समाजमा सामाजिक रूपमा एउटाले अर्काको आवश्यकतालाई पूरा गर्ने कुराहरू, एउटाले अर्कालाई बुझिदिने कुराहरू, एउटाले अर्कालाई उत्साह दिने कुराहरू, एउटाले अर्काका दुःख कष्ट बुझ्ने कुराहरू चाहिँ वैवाहिक जीवनमा समावेश भएको हुन्छ गर्दछ। विवाहले आमा बाबु हुने जिम्मेवारी प्रदान गर्दछ। विवाह केवल संसारमा मानिसले सोचे जस्तो शारीरिक अभिलाषा पूरा गर्ने कुरा होइन। विवाह एउटा गम्भीर जिम्मेवारीको कुरा हो, जीवनभरि रहिरहने कुरा हो। त्यसकारण विवाहले ल्याउने थुप्रै किसिमका जिम्मेवारीहरू छन्। श्रीमान र श्रीमतीको बीचमा हुनुपर्ने सामञ्जस्यताका कुराहरू, छोराछोरीहरू जन्मिसकेपछि उनीहरूलाई हुर्काउने कुराहरू, उनीहरूको आवश्यकताहरू पूरा गरिदिने कुराहरू विवाहमा समावेश भएको हुन्छ।
दुलहा र दुलहीको सम्बन्धमा भएको कुरा मण्डली र ख्रीष्टसँग तुलना गर्नुभएको छ। जसरी ख्रीष्ट येशूले आफ्नो मण्डलीलाई प्रेम गर्नुभयो, मण्डलीको लागि आफ्नो जीवन दिनुभयो, त्यसै गरी एउटा श्रीमानले आफ्नो श्रीमतीको लागि प्रेम गर्नुपर्ने कुरा र साथसाथै मण्डलीले येशूमा आज्ञाकारी हुनुपर्ने कुरा र जुन कुरा पति पत्नीले पतिमा आज्ञाकारी हुनुपर्ने कुरा पनि बाइबलले बताउँछ। त्यसकारण आत्मिक रूपमा यदि एउटा परिवार कमजोर भयो भने त्यसपछि उनीहरूबाट जन्मिएका सन्तानहरू पनि आत्मिक रूपमा कमजोर हुन्छन् र आत्मिक रूपमा कमजोर हुनु भनेको क्रिस्चियन परिवारमाथि आक्रमण निम्त्याउनु हो। त्यसकारण प्रियहरू, हामी याद गरौँ कि विवाहले हामीलाई आत्मिक रूपमा बलियो हुनलाई माग गर्दछ। के कुरा उनीहरूको लागि आवश्यक छ र के कुरा आवश्यक छैन भन्ने कुरा छुट्याउन सक्ने सामर्थ्य पनि उनीहरूमा निर्माण हुन्छ। त्यसकारण आज समयमा म तपाईहरुको बीचमा यही कुरा जोड दिन चाहन्छु कि विवाह परमेश्वरको योजना अनुसार बाइबलमा स्थापित भएको एउटा संस्था हो। संसारमा सबैभन्दा पहिला सुरु भएको पारिवारिक सम्बन्ध जो संसारमा पाप सुरु हुनुभन्दा अगाडि सुरु भएको थियो र मानिसले परमेश्वरको विरुद्धमा पाप गरेर परमेश्वरबाट तर्किसकेपछि संसारमा पापको असर आउनुको साथसाथै मानिसको वैवाहिक जीवनमा पनि असर आयो, जसले गर्दा मानिसमा छोडपत्र हुने कुराहरू, विवाह विच्छेद हुने कुराहरू र विभिन्न व्यक्तिहरूलाई धेरै पत्नीहरूलाई वा पतिहरूलाई विवाह गर्ने चलनहरू जो संसारमा प्रवेश भए, यी सबै चलनहरू परमेश्वरको वचन अनुसार होइन। परमेश्वरले त्यसलाई मान्यता दिनु भएको छैन। छोरी जन्मियो भने उसले अरू विवाह गर्नुपर्छ भन्ने किसिमको एउटा कुरीतिले हाम्रो समाजलाई आक्रमण गरेको छ र बाइबलले यो कुरालाई मान्यता दिँदैन। परमेश्वरको दृष्टिमा छोरा वा छोरी जे भए पनि परमेश्वरको दान हो। परमेश्वरले वरदानको रूपमा दिनुभएको छ र वरदानको रूपमा परमेश्वरले दिनुभएको छोरा वा छोरीलाई हुर्काउने, बढाउने, शिक्षा दीक्षा दिने, प्रभुमा बलियो पार्ने जिम्मेवारी चाहिँ आमा बाबाको हुन्छ। त्यसकारण हामीले हाम्रो समाजको मान्यता यस्तो उस्तो भनेर परमेश्वरको वचनको विपरीत जानलाई मिल्दैन। जुन कुरा विभिन्न समयमा विभिन्न मानिसले गरेका छन् र हामीले यो कुरा याद गरौँ कि परमेश्वरको वचन चाहिँ हाम्रो अधिकार हो र परमेश्वरले हामीलाई त्यो अधिकार मुनि रहनलाई बोलाउनु भएको छ। र हाम्रो जीवनमा, हाम्रो आफ्नै व्यक्तिगत जीवनमा पनि हाम्रो पारिवारिक जीवन कस्तो छ, हामी कस्तो किसिमले जिरा, एउटाले अर्कालाई मद्दत गर्ने कुरामा परमेश्वरले उहाँलाई ज्ञान बुद्धि दिनुभएको होस् भन्ने हाम्रो प्रार्थना र शुभकामना छ र परमेश्वरले हामी सबैलाई आशिष दिउन्। आमेन। दुलाको मण्डलीबाट आर पद्मा दिदी हुनुहुन्छ।
क्रिस्चियन सेन्टर युथलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। हामीले राम्रो गीत सुन्न पायौँ। अनि अमूल्य अनि यहाँ म एकचोटि हाम्रो 2-3 जना पास्टर गुरुबाहरूसँग यो क्रिस्चियन म्यारेज ब्युरो गरेर हामीहरूको त्यो पोस्टमा 800 जम्मा पनि भइसकेको थियो, तर विशेष कारणवश चाहिँ अहिले अगाडि बढ्न सकिरहेको छैन। र अनि जहाँसम्म लाग्छ यसरी यो ब्युरो सक्सेस भयो भने चाहिँ हामीहरू सबैजना युवाहरूको चाहिँ परमेश्वरको इच्छामा सही वर वधु चाहिँ मिल्ने चाहिँ थियो। अनि त्यसपछि चाहिँ कतिपय यस्तो भइरहेछ कि हाम्रा त्यागेर चाहिँ उनीहरू पहिलाकै जीवन जिउन चाहिँ बाध्य चाहिँ छन्। अनि त्यसको निम्ति पनि हामीहरू सबैजनाले चाहिँ प्रार्थना चाहिँ गर्नुपर्छ। अनि म धेरै खुसी छु। अनि कल्पनाले चाहिँ एकदम जिम्मेवार व्यक्ति अनि मण्डलीकै जिम्मेवार व्यक्ति अनि मण्डलीकै गुरुबा अनि उहाँको राम्रो सेवा सङ्गति छ भनेर चाहिँ हामीले सुरुदेखि नै सुनेका थियौँ। अनि त्यति मात्र नभएर उहाँ चाहिँ राम्रो शिक्षक पनि हुनुहुन्छ। अनि हामीहरू धेरै खुसी छौँ कि कल्पनाको जीवनमा चाहिँ कुनै वैवाहिक सतावट चाहिँ आउने चाहिँ छैन। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ हामीहरू सबैजनाले प्रार्थना गर्नुपर्ने हुन्छ कि त वैवाहिक र ओलगको निम्ति अनि जिरीमा चाहिँ ठुलो मण्डली चाहिँ अनि ठुलो काम चाहिँ हुन सकेको चाहिँ होस्। आमेन। हामीहरूको युथबाट चाहिँ साथ दिन्छन् प्रभु यो भजन सुन्नेछौँ। अनि त्यसपछि चाहिँ हामीहरू यहाँबाट बाहिर जानेछौँ। अनि जतिजनाले चाहिँ उहाँहरूको निम्ति केही भेटी अथवा उपहार ल्याउनु भएको छ अनि त्यो चाहिँ तपाईँहरूले यहीँ दिन सक्नुहुनेछ। अनि अहिलेको पनि प्रभु भविष्यको पनि प्रभु हामी तपाईँकै चरणमा आउँदछौँ, तपाईँकै उपस्थितिमा आउँदछौँ। तपाईँले नै यावत थोक बनाउनु भयो प्रभु, सबै कुरो तपाईँको इच्छा अनुसार बन्यो प्रभु। र यस मध्येमा प्रभु तपाईँले मानिसलाई उत्तम सृष्टिको रूपमा तपाईँले बनाउनु भयो, नर र नारी नै गरी तपाईँले बनाउनु भयो। हे प्रभु, दुवैलाई बनाउँदा तपाईँको सृष्टिमा अति उत्तम भयो अथवा असल भयो प्रभु। एक्लो रहेकोमा तपाईँले असल देख्नु भएन, तर दुवै हुँदाखेरिको असल तपाईँले देख्नुभयो। हामी धन्यवाद चढाउँदछौँ पिता। आज यो समूह यो मण्डलीमा प्रभु एकल थियो, तर पापको कारणले मानिसको जीवनमा ठुलो समस्या आयो। तर त्यो समस्या आए पनि प्रभु तपाईँले आफ्नो एकलौटे पुत्र यीशुलाई पठाइकन त्यो समस्याबाट विजय गराएर आज तपाईँ यीशुलाई विश्वास गर्नेहरूको निम्ति फेरि नयाँ दम्पति अथवा फेरि नयाँ परिवार प्रभु दुष्टले आक्रमण गरे पनि विजयको साथ अगाडि बढ्न सक्ने परिवार तपाईँले बनाउनु भएको छ। ओला भाइ र अनि बहिनी कल्पनाको यो दम्पत्य जीवनमा हे प्रभु यी दुला र दुलहीको जीवनमा जुन प्रकारको आशिष ल्याउनु भएको छ, जुन किसिमको प्रभु सुरुवात आज गर्नु भएको छ, यिनीहरूको जीवनबाट अब निरन्तर रूपमा तपाईँलाई महिमा हुन सकेका होस्। यहाँका हामी गर्दछौँ किनभने प्रभु तपाईँको हात पनि यहीँनिर छ। हामी सबै धन्यवाद आदर महिमा तपाईँलाई दिँदै माग्छौँ छोटो बिन्ती प्रार्थना येशू प्रभुको नाम। हामी आशिषको प्रार्थना गरौँ। परमेश्वर पिता तपाईँको होस् पनि बिन्ती प्रार्थना गर्छौँ येशूको नाम। Dinero lagi harus mana?
परमेश्वरले आश्रय दियो शुभकामना हाम्रो छोरा पनि फुलै राखेको
भर्खरै आइपुगेको हामी चाहिँ यो दुईजनाले फेरि बाजाउ निकाल्नु त त्यो रातो चाहिँ के यसरी घुमाएर माथिबाट लाउनु आफैले मिलाउने मिलाउनु न या कोही जरी And then, one by Hello, Governor.
खाइ छिरिङ आउनु Itu mau ada kesempatan